हेलो साथीहरू, स्वागत छ तपाईलाई फेरि नयाँ ब्लगमा। साथीहरू, हामीहरू पानी हाल्दैछौँ बोरिङबाट। हेर्न सक्नुहुन्छ यतातिर बोरिङ छ हाम्रो। यो छाता ओढेछ मोटर। धेरै गर्मी भएको कारणले साथीहरू यहाँ मोटरमा पनि छाता लगाउनु पर्ने स्थिति आइसकेको छ। अनि पानी चाहिँ साथीहरू एकदमै कम दिन्छ। हेर्न सक्नुहुन्छ यो धेरै अप्ठ्यारो छ साथीहरू। यतातिर हेर्न सक्नुहुन्छ पुरै लगाइएको धान पनि सुक्न लाग्यो। कस्तो जालिम बर्खा रहेछ आज, कस्तो जालिम रहेछ हैन। हेर्न सक्नुहुन्छ पुरै यतातिर यत्रो गहिरो गहिरो पुरा चिरा फाटिसकेको छ। हेर्न सक्नुहुन्छ यो लगाइएको धानमा। अब के गर्ने साथीहरू, लगाऊ भने फेरि नलगाऊ भने फेरि मुस्किलै छ साथीहरू। धेरै अप्ठ्यारो छ हाम्रो यतातिरको। हेर्न सक्नुहुन्छ यो अलिअलि त हरियो भइसकेको छ, तैपनि पानी नपरेपछि त पुरै बर्बादै हुने हो गाइज। यतातिर साथीहरू के गर्ने हामीहरू। यो बिहारको हालत पनि हेर्न सक्नुहुन्छ। यो बिहार पनि मर्नै लागेको छ। यी सबै मर्नै लागेको छ। पानी चढाउनु पर्ने छ। आज एकछिनपछि हामी पानी चढाउँछौँ। हेर्न सक्नुहुन्छ पानी नपाएर यो बिहार हेर्न सक्नुहुन्छ। हेर्नुहोस् गाइस, यो बिहारको हालत, यो बिहारको हालत हेर्नुहोस्। यस्तो हालत छ यो बिहारको। यो सबै मर्नै लागेको छ। यी पुरै मर्नै लाग्यो गाइस, पानी नपाएर। यो धरती हेर्नुहोस् साथीहरू। यो बिहार छरेको यो जुन धरती छ, यत्रो ठुलो ठुलो चिरा फाटिसकेछ साथीहरू। अब अलिकति छ। अब यो सबै सकियो, यता पनि सकियो। यो अब यस्तै हुने हो। यो हुइराको पनि सकियो। उता त्यो चाहिँ काट्छौँ साथीहरू। अझै हाम्रो धेरै छ लगाउनु पर्ने। पानी नभएर हामीहरू अहिले त्यस्तै बसाउँछौँ। अनि साथीहरू मेरो बुढी चाहिँ यहाँ एक्लै बसेर काट्दै हुनुहुन्छ। यतातिर हेर्न सक्नुहुन्छ चड्याक 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 हेर्न सक्नुहुन्छ गाइज। अलि चाहिँ यो उहिरको बिहार चाहिँ राम्रो छ। हेर्न सक्नुहुन्छ धेरै राम्रो छ यो उहिरको बिहार। अलिअलि पानी चढाउनु पर्ने छ, मर्नै लागेछ। अब एकछिनपछि हामी पानी चढाउँछौँ। पानी चढाइसकेपछि फेरि हामी अरूलाई अब पालो दिन्छौँ। हाम्रो पालो आजको केही 2-3 घन्टा मात्रै छ पालो आउनु। त्यसपछि अरूलाई दिने पालो भइहाल्छ साथीहरू। के गर्ने, यस्तै हो जिन्दगी गाइस। हेर्न सक्नुहुन्छ उताको पुरै सबै लगाइसकेका छन्, हामी मात्रै बाँकी छौँ यतातिर साइडनिर। अप्ठ्यारो छ गाइस जिन्दगी। के गर्ने, हामी किसानहरूको जिन्दगी यस्तै हो गाइस। साथीहरू अब म अगाडि जाँदैछौँ। उतातिर पाइप लगाएछौँ, उतैतिर अगाडि जाँदैछौँ जहाँ हाम्रो उहिरा कति उहिरा भइसकेको छ, पानी चढिसकेको छ। त्यो म हेर्न जाँदैछु। अनि हाम्रो बुवा चाहिँ उता फरुवा चलाउँदै हुनुहुन्छ। अहिले म पनि फरुवा चलाउँछु। एकछिन पछि पालो लिन्छु। अनि गाइस, तपाईँ अब आफ्नो खेतमा धान रोपिसक्नु भएको छ कि रोपिसक्नु भएको छैन कमेन्ट गर्नु होला। र साथीहरू यतातिर हेर्न सक्नुहुन्छ पुरै सुक्खा छ। यी लगाइएको धान पनि मर्न लागेको छ साथीहरू। यी हेर्न सक्नुहुन्छ पुरै धुलो उड्दैछ। अब यो दिनभरि मोटरमा पनि साथीहरू पानी आउँदैन हैन। मोटरमा पनि पानी आउँदैन। दिनभरि चढाइएको पानी हेर्न सक्नुहुन्छ। यो पानी कहाँ जाँदैछ? यी मुसाको पालभित्र जाँदैछ। यो पानी यी यसरी साथीहरू पानी पनि पुरै भागिहाल्छ। यी पानी आयो कि भाग्यो, पानी आयो कि भाग्यो, पानी आयो कि भाग्यो। यसरी साथीहरू के गर्ने। 2 उहिरा लगाएपछि दिनभरि बोरिङबाट 2 उहिरा पानी चारिएपछि पुग्छ साथीहरू। पानी आउँदैन, धेरै अप्ठ्यारो छ। के गर्ने साथीहरू, यस्तै हो हेर्न सक्नुहुन्छ। यो दिनभरिको लगाइएको हो साथीहरू। यो बिहान 6 बजेतिर चालु गरे हामीहरू। यो 1 उहिरा र यो आधा मात्रै पुगेछ। पानी पनि आउँदैन, धेरै अप्ठ्यारो छ। माथिबाट पनि आउँदैन, तलबाट पनि आउँदैन पानी।
के गर्ने साथीहरू यस्तै हो जिन्दगी यी धेरै सुख छ उतातिर हेर्न सक्नुहुन्छ गाइज यी हेर्न सक्नुहुन्छ पुरै सुखै सुख छ यी धेरै अप्ठ्यारो छ साथीहरू यतातिर हेर्न सक्नुहुन्छ घाम पनि धेरै चर्को लाग्दैछ साथीहरू यी भोलेनाथ देख्नु हेर्न सक्नुहुन्छ यहाँ भोलेनाथ जय भोलेनाथ पुरै अब गाइस अब अहिले पुरा गरिसकेको छ पानी अब यो यतातिर लाग्छौँ हामीहरू अब फाइनली गाइस म लेवा पनि गरिसकेँ अब हेर्न सक्नुहुन्छ यता मोटर चल्दैछ अब डुङ्गी र बिहार छ बिहारमा पानी चार्नु पर्ने छ डुङ्गी र बिहारमा पानी चारिसकेपछि अरू जनाको पालो आउँछ गाइस अब यो एक उइरा त पुग्न लागेको छ अब दोस्रो उइरामा हाल्ने हो साथीहरू अब फाइनली साथीहरू म हजुरहरूलाई देखाउँछु जुन 2 उइरा लेवा गरेको छु हैन त्यो 2 उइरा चाहिँ साथीहरू म हजुरहरूलाई देखाउने छु हेर्न सक्नुहुन्छ यो पानी जाँदैछ पाइपबाट सय अब यो पानी गइसकेपछि साथीहरू हाम्रो यो बिहार छ जुन एकदमै सुक्न लागेको छ यो बिहार चाहिँ साथीहरू म सुक्न नदिनको लागि पानी चार्दैछु हेर्न सक्नुहुन्छ यो जुन बिहार चानेको छौँ नि यो बिहार चालेको ठाउँमा एकदमै हेर्न सक्नुहुन्छ ठुलो दरार फाटिसकेको छ यी ठुलो दरार फाटिसकेको छ यो ठुलो दरारमा चाहिँ अब पानी आउँदैछ गाइस हेर्न सक्नुहुन्छ अब 2 उइरा छ हामीहरू उता 2 जना लगाउँदैछन् उतातिर हेर्न सक्नुहुन्छ उतातिर 2 उइरा लगाउँदैछन् यो 2 उइरा लगाइसकेपछि साथीहरू हामी फेरि रेस्ट गर्छौँ अब हाम्रो पाला सकिन लागेछ त्यही भएर साथीहरू हामी 2 उइरा लगाएर हैन रेस्ट गर्छौँ रेस्ट गरिसकेपछि फेरि भोलि बिहान हाम्रो ठ्याक्कै यसै टाइममा जुन कति बजे जुन अहिले कति 7 बजेतिर पालो आउँछ त्यसपछि फेरि हामी लगाउने छौँ साथीहरू हेर्न अब फाइनली साथीहरू म पुगिसकेँ लेवा गरेको ठाउँमा हेर्न सक्नुहुन्छ यो लेवा गरेको ठाउँ अब एउटा आधा भइसक्यो अब यो एक उइरा मात्रै छ लगाउने त्यसपछि हाम्रो रेस्ट टाइम फेयर छ गाइज के गर्ने हेर्न सक्नुहुन्छ
पानी पनि पर्दैन। सुक्खा ठाउँमा लाउने हो गाइस। हेर यहाँ रोप्दैछौँ यार। तो फाइनली साथीहरू अब हामीहरू दुई उइरा बचेको थियो, यो र यो दुई उइरा बचेको थियो, यो सबै लगाइसके। अब अरूको पाला आयो बोरिङ लगाउनमा। त्यही कारणले साथीहरू हामी अब आज रातभरि बिसाउँछौँ र भोलि दिनभरि पनि बिसाउँछौँ। त्यसपछि हाम्रो अर्को बेला जुन आउने राति हाम्रो पालो हुन्छ। आफ्नो आफ्नो पालामा हामी यो बोरिङ चलाउँछौँ साथीहरू। बोरिङमा पनि पानी निस्किँदैन, धेरै मेहनत गर्नुपर्छ। एक उइरा पुग्नलाई साथीहरू पुरै 4 घन्टा लाग्छ। 4 घन्टा लागिसकेपछि फेरि पानी पुग्दैन, धेरै अप्ठ्यारो छ साथीहरू यो बर्खा। अब साथीहरू आज हामी कुन उइरा धान रोप्यौँ त्यो म तपाईँहरूलाई देखाउन जाँदैछु। दिनभरि रातभरिको कमाइ म आज तपाईँहरूलाई देखाउँछु। किसानको पीडा कस्तो हुन्छ त्यही पनि साथीहरू म आज तपाईँहरूलाई देखाउन जाँदैछु। हेर्न सक्नुहुन्छ अगाडिको जुन त्यो अगाडिको उइरा, यो उइरा र यो उइरा, यो उइरा र उताको दुई उइरा, 1 2 3 4 5 6 उइरा पुरै साथीहरू रातभरि हाल्यौँ पानी हैन। उइरामा दिनभरि हाल्यौँ, सिर्फ 6 उइरा मात्रै हामीहरू पानी हाल्न सक्यौँ। पानी आउँदैन, धेरै कष्ट भोग्नु पर्ने हुन्छ, रातभरि जाग्नु पर्छ साथीहरू। त्यही कारणले हामीहरू अब भोलिदेखि के हुन्छ हैन, पाला मिल्यो भने अब धान नरोपेर हामी धान सिँचाइ गर्छौँ। बिहार रोपेर साथीहरू हामी धान सिँचाइ गर्छौँ। बिहार जुन लगाएको छौँ नि यो सिँचाइ गर्छौँ। किनभने साथीहरू लगाएको धानलाई त जोगाउनु पर्यो। लगाएको धानलाई जोगाएनौँ भने फेरि हामीलाई आफै नोक्सान हुन्छ। हेर्नुहोस् यो जग्गा बन्जर भए पनि हैन, यो जग्गामा धान नरोपे पनि हामी यो लगाएको धान त जिवाउनु पर्यो। यो लगाएको धान जिवाएनौँ, यसमा धान रोप्यौँ भने पछि गएर साथीहरू हामीलाई यसैबाट फेरि नोक्सान मिल्ने सङ्केत देखिन्छ। त्यसैले साथीहरू हामीले भोलि आउने समयमा हामी यो जुन लगाएका छौँ जहाँ जहाँ सुकेको छ त्यो सबै ठाउँमा हामी पानी हाल्ने काम गर्छौँ साथीहरू। सो साथीहरू तपाईँलाई यो भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी साइडमा रहेको बेल आइकनलाई प्रेस गरी नोटिफिकेसन अलमा क्लिक गरिदिनु होला साथीहरू। आजको भिडियो यति नै राख्न चाहन्छु। फेरि अर्को नेक्स्ट ब्लगमा भेट हुने नै छौँ। जय जवान जय किसान।